नमस्ते नमस्ते सन्चै हुनुहुन्छ कस्तो राम्रो यहाँ छ छोराला नमस्ते नमस्कार दर्शकबिन, आज हामी बाल विकास केन्द्रका विभिन्न क्रियाकलापहरूमध्ये र महत्त्वपूर्ण कार्यक्रम सफाई कार्यक्रमलाई अगाडि सारिरहेका छौँ। यस सरसफाई कार्यक्रमले बालबालिकाहरूको व्यक्तिगत सरसफाइका साथै स्वावलम्बनका सिपहरूको विकास हुन्छ। ठुलो घेरा बनाऊ त शाबाश साथीलाई नछोड ठुलो घेरा बनाऊ त ल साथी सम्हाल अब सानो घेरा बनाऊ बालबालिकाहरूको नैतिक, भावनात्मक तथा आध्यात्मिक विकासका लागि बाल विकास केन्द्रमा प्रत्येक दिन यस्ता प्रार्थनाहरू गरिन्छ। साथै बालबालिकाहरूको शारीरिक विकास, त्यसमा पनि विशेष गरेर स्टुल अङ्ग सञ्चालनको लागि नियमित रूपले शारीरिक व्यायाम पनि गराइन्छ। जय जय देवी देवी चराचर सारे रूपाति शोभिता मुक्ताहारे शिरे जाता गजमती हार दिनुस् मलाई विद्याको भात वीरा रञ्जित पुष्पका हस्ते भगवती भारती देवी नमस्ते। शाबाश ल छिटो शाबाश ल आफ्नो चिनो छान त नाम भएको तिम्रो नाम कहाँनिर छ ल भन आफ्नो नाम यहाँ भनिदेऊ ठुलो स्वरले नाम राता के हो चाहिँ सुस्मिता ओहो तिम्रो सबै आएछ एकचोटि ताली बजाऊ ल ताली बजाऊ ल सुस्मिता यहाँ आऊ त बाबा तिमी सुस्मिता यहाँ आऊ
म तिमीलाई के भन्छु त्यही गर्ने है। ल हेर सुस्मिताले आज हामी कहाँ आज यो घाम लागेछ कि पानी परेछ कि बादल लागेछ कि हुरी बतास आएको छ कि एकचोटि यसो हेरेर आउँथे अनि यहाँ आएर भन्ने है। त्यहाँबाट हामीले अस्ति गरेका थियौँ नि, त्यसै गरेर यहाँ के हो भनेर ठान्ने है। ल हेरेर आउँछ है, तुरन्त यसो हेरेर कति राम्रो रहेछ। ल यहाँ के रहेछ आज हामी कहाँ के भएको रहेछ हेर त। ल हो ल ल्याऊ आज के भएको रहेछ भनिदियो त साथीहरूलाई। अब हेर सुस्मिताले आजको दिन कस्तो छ भनेर त्यहाँ कुन चाहिँ मिल्छ लिएर त्यहाँ राख त सुइरोले साथीहरूलाई देखाउ त। ल उसले मिलाएको मिल्छ, ताली बजाइदियो त। के बार हो थाहा छ आज? के बार हो? सोमबार हो। आज सोमबार हो। मंगलबार, शाबाश। हिजो मंगलबार, आज कसले भनेको बुधबार, कसले भनेको कसले भनेको ल गाइदिउँ है त है। ताली बजाउँ भन्ने गीत आउँछ अघि तिमीहरूलाई। ताली बजाउँ ता ता ता, ताली बजाउँ ता ता ता, वरिपरि घुमेर ता ता ता। को हुनुहुन्छ हेर त। बाबा अनि यो यो जुङ्गा छ, जुङ्गा दाइ हो। अनि मम्मी अनि यो नि दिदी अलि सानो यहाँ को हो? भाइ हो हगि। अनि यहाँ हेर यो को होला? अनि यहाँ दुईजना पनि सबको होला भाइ हगि। यिनीहरूको एउटा परिवार हगि। हाम्रो जस्तै घरमा उनीहरूको पनि कतिजना रहेछ हेर। अब हामी एउटा परिवार 4 जनाको हामीले कथा लिएर आएको छु। एउटा कथा परिवारको कथा लिएर आएको छु मैले। बुवाको नाम बुवाको नाम सागर। यो बाको नाम चाहिँ नि मनबहादुर रहेछ। मनबहादुर के नाम रहेछ? यो बुवाको नाम के रहेछ त? मनबहादुर। अनि आमाको नाम मखमली रहेछ। मखमली। अनि यसको यहाँ मन र माया दुईजना, एउटा दिदी एउटा बहिनी। मन र माया भने दुईजना, मन भने दिदी, माया भने बहिनी, 4 जना परिवार। उनीहरू घरमा काम गर्थे, करेसाबारीमा पनि काम गर्थे र मन र माया दुवैजना बाल विकास केन्द्रमा जान्थे है। र मन र माया दुवैजना ज्ञानी भएर बुवा आमाले भनेको कुरा मानेर घरमा राम्रोसँग बस्थे। बाल विकास केन्द्रमा जाने दिनकै जान्थे। बाल विकास केन्द्रमा गएर रमाइलो गीतहरू सिकेर घरमा सुनाउन आउँथे। 4 जना परिवार गीत गाउँ है त। अब ल सबैजना मिलेर गाउँ है। 1 2 3 4 मेरो सानो परिवार 4 जनाको। ल भन। मेरो सानो परिवार 4 जनाको, बुवा आमा गरी 4। 1 2 3 4 सुखी परिवार। 1 2 3 4 हाम्रो परिवार सुखी परिवार। आज यहाँहरूलाई बालबालिकाहरूको अति मनपर्ने सिकाइकुना खेलतर्फ लैजाँदैछौँ। प्रत्येक बालक भिन्न हुन्छ। उनीहरूको सिक्ने इच्छा प्रक्रिया फरक हुन्छ। यसरी बालबालिकाहरूको इच्छा अनुरूप स्वतन्त्र रूपले सानो सानो समूहमा केन्द्र कोठाभित्र नै विभिन्न सिकाइका कुनाहरूमा बसेर रमाउँदै सिकिरहेको क्रियाकलापहरूको अवलोकन गरौँ न त। जस्तै सङ्गीत कुना,
निर्माणात्मक खुना, भाषा खुना, सृजनात्मक खुना, गणित खुना र अभिनयात्मक खुना। सङ्गीत खुना स्थानीय धर्म, संस्कृति, परम्परा अनुसार प्रयोग गरिने र उपलब्ध भएका सङ्गीतका सामग्रीहरू उपलब्ध गरेर विभिन्न ध्वनि, आवाजहरूको ज्ञान र पहिचानबाट बालबालिकाहरूको संवेगात्मक विकास हुन्छ। निर्माणात्मक खुना स्थानीय वातावरणमा उपलब्ध भएका विभिन्न रङ, नाप तथा आकार प्रकारका काठ, डिब्बा, खोल, मकैका खोया आदिका टुक्राहरू वस्तुहरूको प्रयोग खेलद्वारा बालबालिकाहरूको निर्माणात्मक सिपको विकास हुन्छ। भाषा खुना चित्रपत्ति, अक्षर भएका विभिन्न सामग्रीहरू जस्तै डोमिनो, पजल, चित्र मिलाउने, खाली ठाउँमा भर्ने, कथा भन्ने, कथा सुन्ने आदि खेलहरूले बालबालिकाहरूको भाषा विकासका 4 आधारहरू सुनाइ, बोलाइ, पढाइ, लेखाइको विकास हुन्छ। सृजनात्मक खुना रङ लगाउने, चित्र बनाउने, कागज तास्ने, माटो, पिठोको आकार आकृति बनाउने खेल क्रियाकलापबाट बालबालिकाहरूको सूक्ष्म अङ्ग सञ्चालनका साथै सृजनशीलताको विकास हुन्छ।
ड्याडी खोइ ड्याडी भगवान खोइ तिम्रो भगवान हेरौ न मैले आहा कस्तो राम्रो भगवान भगवान पनि याद है ल बाबुले नि भगवान बोलाएको राख्नु त ल ड्याडी हो यो म साथीलाई दिनुस् न त्यो भाइलाई दे अलिकति अलिकति त्यो भाइलाई सबै दिन राख्नु त्यो भयो भाइलाई माया गर्नुपर्छ ल ऊ साथीलाई दिने हो सबास के बनाएको टाउको तिम्रो टाउको कस्तो टाउको बनाएको बालकले कति सिक्छ भन्दा पनि बालकले कसरी सिक्छ भन्ने कुरामा सहयोगी कार्यकर्ताले बढी ध्यान पुर्याउनुपर्छ। विषयवस्तु अनुसारको अवधारणालाई जोड दिने किसिमको सामग्रीहरूको व्यवस्था गर्नुपर्छ। सामग्रीहरू वरपर पाइने स्थानीय र प्राकृतिक वस्तुलाई बढी से बढी प्रयोग गर्नुपर्छ। गणित कुना स्थानीय वातावरणमा उपलब्ध भएका ढुङ्गा, छेस्का, सिन्का, पाटका साथै खेर गएका प्रयोग गरिसकेका सामग्रीहरूको प्रयोगद्वारा बालबालिकाहरूमा गन्ती गर्ने, धेरै थोरैको ज्ञान, अङ्क र सङ्ख्याको ज्ञान, जोड घटाउको अवधारणाबारे पूर्व गणितीय ज्ञान र सिपको विकास हुन्छ। यो खेल रमाइलो लाग्यो ल अब अर्को रमाइलो खेल खेल्नु है त ल आयो यता के खेल्यौ अर्को टाढा खेलेको कति रमाइलो लाग्यो नि मलाई लाग्यो रमाइलो लाग्यो यो पनि अझ रमाइलो छ है अब यो खेल खेल्नु है त ल म यो बाँड्छु है पहिला त्यो ल यो लिने है लिएर गर्दा लियो त दुईटा राख्नु परेन स्याबास अब यो कति पनि थोप्ला छ तीनटा राख्नु पर्यो ल तीनटा राख गर्न त सबैले गर्न त ल पाँचवटा त्यहाँ राख्नु पर्यो होइन एउटा पनि एउटा माग त साथीसँग ल पाँचवटा ल कस्तो राम्रो रहेछ ल पाँच अभिनयात्मक कुना केन्द्रभित्र विषयवस्तु अनुसारको नाटक अभिनय गर्ने वातावरणले बालबालिकाहरूको भित्री भावना प्रस्फुटन गर्ने अवसरले बालबालिकाहरूमा सामाजिक उत्तरदायित्व वहन गर्ने सामाजिकरण सिपको विकास हुन्छ। ससुरालीमा दसैँको टिका लगाउनलाई बोलाउनु भएको रहेछ अनि त्यही टिका थाप्न जान्नु भएको हो किन कहाँ जानु भएको हजुरबा तपाईँ कहाँ जानु भएको ससुरा ठुलो सोले भन्नुहोस् न बिस्तारै यता बाबा के हो
कसरी कराउँछ कराउँदा बा बा सबैले भन त ड्याम 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 के हो शिकारी ल शिकारीले कसरी बन्दुक हिर्काउँछ ड्याम 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 शिकारी शिकारीले के गर्छ शिकारीले के गर्छ ड्याम 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 शिकारी अनि हाँसले के गर्छ ढल्की ढल कसरी हिँड्छ हाँस ढल्की ढल्की पानी हाँस ट्वाट 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 भ्यागुतोले के गर्छ ट्वाट 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 भ्यागुतो भ्यागुतो कसरी है चरा बाबा बाबा बाछो ढल्की ढल्की पानी हाँस खोइ ढल्की ढल्की पानी हाँस शिकारी बन्दुक बनाऊ खै बन्दुक यस्तो बनाउनु भने हैन मुस्ले शिकारी खोइ शिकारीले के गर्छ शिकारीले के गर्छ भने अनि बन्दुक बनाउ न शिकारी यस्तो बन्दुक बनाऊ बिरुवाहरू हेर्ने जाने है त कसैले हेर्ने हात उठाऊ कसैले फुल रोपेको थियो ल त्यही फुल हेर्नु जाने जानुभन्दा पहिला हामी सँगै एउटा गीत गाउँ है त ल म सँगै गाउने है यहाँ हेर बिउ 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 रोपेर बिउ 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 रोपेर पानी 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 हालेर एक दिन दुई दिन चुप 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 फरर फरर फुलको कोपिला फुलको कोपिला बिउ बिउ रोपेर पानी पानी हालेर एक दिन दुई दिन फरर फरर फुलको फुलपिला ठुलो फुल फुल्यो है हाम्रो फुल फुलेको हेर्न जाउँ है त ल विज्ञान क्षेत्र केन्द्रको बाहिर बोट बिरुवा रोप्ने मलजल राख्ने गोडमेल गर्ने क्रियाकलापहरूबाट बालबालिकाहरूले वातावरणसँग समायोजन परिचित भई पूर्व विज्ञानको ज्ञान तथा अनुभव हासिल गर्न सक्छन्। एकजना किसानले पानी दिने है उताबाट हामीले गीत गाएको थियौँ उताबाट किसान उताबाट यी सिकाइका कुना खेलबाट बालबालिकाहरूको चौतर्फी विकासमा मद्दत गर्दछ। जस्तै स्वतन्त्रताको अनुभूति, खुसी आनन्दपनको अनुभव, भावनात्मक अभिव्यक्त गर्न सक्ने अनुभव, आत्मनिर्भरताका साथ स्वावलम्बनका सिपहरू सिक्ने, निर्धक्क डर त्रास बिना काम गर्ने, साथीहरूसँग छलफल गर्ने, कुराकानी गर्ने सिप, विभिन्न वस्तुहरूको अनुभव, गल्ती गर्दै गल्ती र अभ्यासद्वारा सिक्दै जाने, समस्या समाधानका विकल्पहरू खोजी गर्ने आदि जस्ता क्रियाकलापहरू यस कुना खेलबाट आफैले छोएर, हेरेर, सुनेर, गरेर सिक्ने खेल प्रभावकारी एवं दीर्घकालीन हुन्छ।
बन्छौँ तपाईँ जस्तै बनेर सबैको सेवा गर्छौँ। धन्यवाद। बालबालिकाहरूको वृद्धि र विकासको लागि प्रत्येक बाल विकास केन्द्रमा थप खानाको आवश्यक पर्दछ। खाजा दिँदा सकभर ताजा, स्वस्थकर र सफा दिनुपर्छ। खाजाका साथसाथै बालबालिकाहरूलाई आरामको पनि आवश्यक पर्दछ। त्यसैले हामी बाल विकास केन्द्रमा केही समय आराम दिने गर्छौँ। आराम निन्द्रा। बालबालिकाहरूलाई आरामपछि केही विशेष आवाज आउने साधन, घन्टी, मादल तथा विभिन्न बाजाहरू प्रयोग गरेर उठाउन सकिन्छ। अहिले हामी बालबालिकाहरूको सामु बालुवा क्षेत्रमा आइरहेका छौँ। बालबालिकाहरूलाई वातावरण सम्बन्धी वास्तविक ज्ञान र धारणा स्पष्ट पार्न हामी बालुवा र पानीको खेल खेलाउँछौँ। यस बालुवा खेल खेलाउँदाखेरि सहयोगी कार्यकर्ता निकै नै सचेत हुनुपर्छ। यस बालुवा खेलले बालबालिकाहरूमा स्वावलम्बनको सिप, आत्मविश्वास, नापतोल, धेरै थोरै खालीका ज्ञानहरू प्राप्त हुन्छ। साथीभाइ खेल्दै सिक्छौ खुसी भई सारा
जस्तो परिवेशमा बालकहरू गन्छ जीवन उसको त्यस्तै हुन्छ। त्यसैले हामी प्रत्येक सहयोगी कार्यकर्ता, अभिभावक, समुदाय र राष्ट्रले बालकको निम्ति उचित वातावरणको सिर्जना गर्नुपर्छ। बालबालिकाहरूको चौतर्फी विकासको लागि हरेक समुदायमा एउटा बाल विकास केन्द्रको आवश्यक पर्दछ। त्यसकारण यसको लागि सम्पूर्ण समुदाय, नागरिक समाज र राज्यको ठुलो दायित्व रहन्छ।